चाहिँ हाम्रो बस है त ल लेट्स गो चिसो चाहिँ ऊपर चिसो भयो दार्जिलिङ आधी बाटो पुग्न चाहिँ अब कति लाग्छ भने हाम्रो चाहिँ खाजा ब्रेक यता खाना खाने यताको मिठो छ उताको भन्दाखेरि त्यही हो ल खाना खाने टाइममा सुरु सँगै भात कस्तो हजुर दाल कमन ठुलो बालमा ल्याइदिउँ कि छुट्टै दस भेज हो खानासाना खायो गाडीबाट हिँड्यो माथि पार्टी जाँदै अनि 2 दिनको स्टे यतै हुन्छ जस्तो छ अनि फेरि टिकट चाहिँ हामीले पर्सिको काटेको छ फेरि भोलि आउने गाडीको अब मस्त पानी परिरहेको छ तर चान्सेस चाहिँ धेरै छ त्यो हिउँ पर्ने चाहिँ अब यताको लोकल दाइहरूले पनि भन्नु चाहिँ भनिरहेको थियो अब हिउँ पर्ने चान्सेस धेरै छ भनेर तर ओभरअल भ्यू चाहिँ ओभर दामी चाहिँ सोयर एकचोटि चाहिँ घुम्न आउनै पर्छ ताकि हाम्रो भोटे कुकुर यता यता काले डढाएर भाग्न लाग्यो वेलकम टी र वेलकम खाप्सै ताकि हाम्रो मेन भएर सही जस्तो लागेर दा हामीले ल अब डिनर टाइम ल यो सुत्ने टाइम भयो यो बिहान कति 3 बजी उठेर 4 बजीसम्म चाहिँ हिँड्नुपर्छ त्यही भएर ट्याक्क 4 बजी अब मस्त हिँड्नुपर्छ यस्तो अँध्यारोमा हिँडेको जियोस् यत्रो हिँडेर बल्ल बल्ल बेस क्याम्पसम्म आइपुग्यो जियोस् होइन राम्रो रहेछ यताबाट नि त राम्रो चाहिँ चौमुङथाङमा छ अझै यो आमाङरे बेस क्याम्पमा भ्यू चाहिँ भल आइरहेको थियो हामी अलिकति लेट भयो माथि जानलाई किनकि तल ताकि घ्याङबाट हिँड्दै आयो नि त त्यही भएर अलिक बगालाई टाइम लाग्यो ओभरअल भ्यू चाहिँ एकदम एक्सट्रिमली गुड छ हिँड्दा हिँड्दा चाहिँ गाउँ फाटी चाहिँ यस्तो चिसो रहेछ लाइक आई हेभन्ट इमेजिन द्याट उताको भ्यू त्यस्तै बगाल छ हात पुरै जमेको छ भ्यू एक्सपिरियन्स कस्तो हुँदैछ हेलो गाइस कौन है देखो न देखो क्या हो रहा है सँगै व्हाट्सअप हिँड्दा वाल छ्याल थाकिसक्यो म चाहिँ एउटा भ्यू देखाउँछु क्या वर्थ इट छ एकछिन ल है अझै धेरै छैन ए एउटा माथिको पिक हो यहाँबाट खतरा आउँछ अनि त्यसपछि बगाएर भिडियो हालिदिन्छु बल्ल बल्ल पुग्यो आमाङरी ओभर थाक्यो अरे भ्यू पनि राम्रो छ हो लास्ट थाक्ने रहेछ यो बिगिनर्सहरूको लागि चाहिँ सकिँदैन रहेछ धेरै नै गाह्रो अति नै मेरो सास फुलिरहेको अहिले नै तर जे हो ठाउँ चाहिँ वर्थ इट छ तर बिगिनर्सको लागि चाहिँ नो भन्छु उनीहरूले भेट्यो भने कुकुरिहाल्छु होला यार के अरे अब जाने होइन त आमाङरी मात्र रु 5,000मा भन्छ त है तिनीहरूलाई त हिँडाउँदै लिएर आउनु पर्ने छ अनि गाँड फाटिसक्यो तिनीहरूको भ्यू चाहिँ एक्सट्रिमवाला छ जे होस् यताको नाइस छ आमाङरी ल्याऊ ओठो त पुरै त्यो चिसोले रहेछ केटा नसक्ने कस्तो फिल भयो जति चढ्यो त्यति पुगेर भीषण कस्तो भइरहेछ यार वाल बबाल भोक लागेछ सेम यार सँगै यो त बरफ खाएको मान्छे हो त्यही बरफले बाँचेको मान्छे हो सगत भाइ बेहाल है केटाहरू
भाइको एक्सपिरियन्स कस्तो भयो लभली छ यार ठाउँ चाहिँ वर्थ इट छ तर हाम्रो अलिकति मिस्टेकले एउटा त सुतिसक्यो अब सिधै तल गएर मात्र भ्लगिङ सुरु हुन्छ इन्डिङ टिल देन बाई ओह्रालो चढ्दा चढ्दा खुट्टा त वालचाल हुने रहेछ है गाइस म फेरि पनि भन्दैछु यो आमायाङ्ग्री चाहिँ बिगिनर्सको लागि होइन यति चाहिँ बुझिराख्यो हुन्छ अब सिधै बेस क्याम्पमा गएर खाजा खान्छ भने त्यस पछाडि म देखाउँछु त्यति हो त्यस पछाडि सिधै तार्के घाम जाने तातो घाम के अरे घाम बनाएर आगो सागो ताप्ने खानासाना खाने अनि मस्त